हेलो हेयरलेस एप्स, लेट्स बी अनेस्ट, काठमाडौँको धुलोमा हामी वास्तवमा के खोजिरहेको हुन्छौँ? शान्ति, माया, मोक्ष? हामी खोजिरहेको हुन्छौँ सहरको सबैभन्दा बब्बाल मोमो अनि कुन गल्लीमा सबैभन्दा कडा सेकुवा पाइन्छ भनेर। खाना खाने बेलामा पनि प्लेटमा मासु छैन भने त्यो खाना त के खाना? हाम्रो दिमाग नै मासु खोज्ने गरी बायोलोजिकली वायर्ड भएको छ। तर यो संसार यस्तो हाँसउठ्दो छ कि के कुरा गर्ने। खासमा कुरा के रहेछ भने जुन चिजलाई हामी हाम्रो मुट्टु बनाएर हिँडिरहेको छौँ त्यही चिजले हामीलाई भित्रभित्रै मारिरहेको रहेछ। मैले तर्साउन खोजेको चाहिँ होइन है, वेल हुन पनि हो। थुप्रो रिसर्च पेपर्सहरू पढिसकेपछि मलाई के लाग्यो भने वी रियली नीड टु टक अबाउट योर कलोनी। यो रिसर्च पेपरको टाइटल हेर्नुहोस्। यो पेपरको टाइटल हेर्दा पारिजातको सिरिजको फुल जस्तो कुनै खतरा नोभलको नाम हो जस्तो लाग्छ, तर रियालिटीमा त्यो भन्दा पनि एकदमै डिप्रेसिङ छ। यो रिसर्च पेपरले प्रोसेस्ड मिट जस्तै ससेजेस, सलामी, हट डग्सलाई ग्रुप 1 कार्सिनोजेनमा राखेको छ। साइन्समा प्राय कुराहरू भेग हुन्छन्, तर ग्रुप 1 कार्सिनोजेन भनेको भेग होइन है। ग्रुप 1 कार्सिनोजेनको मतलब हो यसले 100% क्यान्सर गराउँछ। हजुरहरूलाई थाहा छ यो ग्रुपमा अरू के पर्छ? एनी गेसेस? ओही हजुरहरूको एकदम प्यारो चुरोट अनि रक्सी। यसको मतलब के हो भने साइन्टिस्टहरू जति ढुक्क छन् कि चुरोटले क्यान्सर गराउँछ त्यति नै कन्फिडेन्ट छन् कि प्रोसेस्ड मिटले पनि क्यान्सर नै गराउँछ। अनि हाम्रो मुट्टुको टुक्रा रेड मिट, खसी, राङ्गा अनि सुँगुर, त्यो चाहिँ ग्रुप 2A मा पर्छ, अर्थात् प्रोबेबली कार्सिनोजेनिक। यसको मिनिङ के हो भने साइन्टिस्टहरू अलमोस्ट कन्फिडेन्ट छन् कि ग्रुप 2A ले क्यान्सर गराउँछ, तर दे निड फ्यु मोर डेड बडिज टु कन्फर्म द म्याथ। तर किन नेचरले हामीलाई किन यस्तो धोका दियो? किन हामीले मासु खाँदाखेरि हामीलाई क्यान्सर हुने सम्भावना देखियो? वेल, यो रिसर्च पेपर हेर्नुहोस्। उहाँहरूको अनुसार हाम्रो बडीमा मासु खाँदाखेरि एलियन इन्भेजन हुन्छ। रेड मिटमा एउटा यस्तो सुगर मोलिक्युल हुन्छ जसलाई न्यू5GC भनिन्छ। मेजर कस्मिक जोक चाहिँ के छ भने ह्युमन बडीले यो सुगर मोलिक्युल लाखौं वर्ष अघि नै प्रड्युस गर्न छोडिसक्यो। हामीसँग यो मोलिक्युल छैन र हामीलाई यो चाहिँदैन पनि। त्यही भएर जब तपाईँ झोलमा डुबेको खसीको मासु खानुहुन्छ नि, तपाईको बडीले यो न्यू5GC मोलिक्युल देख्छ र भन्छ, ओए यो के आयो? हजुरको बडीको इम्युन सिस्टमले यो मासुलाई खानाको रूपमा होइन एउटा भाइरसको रूपमा लिन्छ अनि अट्याक सुरु गरिदिन्छ। यसले गर्दा बडीभित्र क्रोनिक इन्फ्लेमेसन सुरु हुन्छ र इन्फ्लेमेसन भनेको बेसिकली त्यो कन्स्ट्रक्सन साइट हो जहाँ क्यान्सरले आफ्नो घर बनाउँछ। अझ रमाइलो अथवा डरलाग्दो कुरा के छ भने आजभोलि ससेज फ्राई खाने ट्रेन्ड एकदम बढेको छ, तर उहाँहरूले भने ठुलो वार्निङ दिनुभएको छ। मासुलाई यस्तो टिलिक्क टल्किने फ्रेस अनि पिङ्क राख्नको लागि त्यसमा नाइट्रेट हालिएको हुन्छ। जब त्यो नाइट्रेट तपाईँको पेटमा पुग्छ अनि एसिडसँग मिक्स भएर त्यो नाइट्रोसेमाइन्समा कन्भर्ट हुन्छ। नाइट्रोसेमाइन भनेको सामान्य केमिकल होइन, यो डिएनए श्रेडर हो। यसले तपाईँको जेनेटिक ब्लुप्रिन्टमा यस्तो नराम्रो टाइपो गरिदिन्छ कि भोलि तपाईँको बच्चा ह्युमन भन्दा पनि अलि बढी एब्स्ट्र्याक्ट आर्ट जस्तो देखिने खतरा हुन्छ। त्यसैले तपाईँले अहिले ससेज खाइराख्नु भएको छैन, तपाईँले आफ्नो फ्युचर जेनेरेसनको सिस्टम सेटिङसँग रसियन रुलेट खेलिराख्नु भएको छ। मैले सुनिरहेको छु तपाईँको मनको कुरा। चिन्ता नलिन ब्रो, म त प्याकेटको खान्न, म त अर्ग्यानिक आगोमा पोलेको सेकुवा मात्र खान्छु भनिराख्नु भएको छ होइन? कङ्ग्रेचुलेसन्स, हजुरहरूको लागि उहाँहरूले नराम्रो खबर लिएर आउनु भएको छ। जब त्यो मासुको बोसो पग्लिएर तल कोइलामा खस्छ नि, त्यहाँबाट झैया गरेर धुवा निस्किन्छ। त्यो धुवामा PAHs र HCHs भन्ने विष हुन्छ। त्यो स्मोक माथि गएर मासुमा टाँसिन्छ। त्यो मिठो डढेको स्मोकी फ्लेभर जसले हामी वाह भन्दै खान्छौँ नि, त्यो स्वाद भनेको एक्चुअली तपाईँको डिएनएलाई नै भाँचिदिने कार्बनको स्वाद हो। जति मिठो त्यति विषालु। तपाईँलाई लाग्ला म त थोरै मासु खान्छु, बाल हो, तर म्याथ दयालु छैन। डेटा अनुसार डेली 50 ग्राम प्रोसेस्ड मिट अर्थात् 2वटा सानो ससेज खाँदा पनि कोलोरेक्टल क्यान्सरको रिस्क 18% ले बढ्छ। अनि तपाईँले 100 ग्राम्स रेड मिट खानुभयो भने कोलोरेक्टल क्यान्सरको रिस्क 12% ले बढ्छ। तपाईँको हरेक गाँस भनेको एउटा क्यासिनोमा गरेको जुवा जस्तै हो, जसमा लास्टमा हाउस सधैँ रोगले नै जित्छ, अर्थात् यहाँ भनौँ क्यान्सरले नै जित्छ। अब क्यान्सरबाट बच्न के गर्ने त? भोलिबाट जोगी बन्ने, फोटोसिन्थेसिस गर्ने कि कृतिपुरको डाँडामा हातमा ल्यापटप राखेर बस्ने कि त्यही डाँडामा गएर रुने? पर्दैन, किनकि उहाँहरूले 40,000 मान्छेमा गरेको स्टडीले एउटा लुप होल पत्ता लगाएको छ।
तपाईले जेरो मिट अर्थात् प्योर भेजिटेरियन हुन पर्दैन, अलिकति स्मार्ट भए पुग्छ। स्टडीले के भन्छ भने यदि तपाईले हप्तामा जम्मा 100 ग्राम्स रातो मासु घटाएर त्यसको सट्टा होल ग्रेन्स जस्तै कोदो, फापर वा ब्राउन राइस खानुभयो भने क्यान्सर रिस्क स्वाट्टै घट्छ। यो डबल बेनिफिट हो। एक त तपाईले त्यो डिएनए बिगार्ने नाइट्रेट हटाउनु भयो, अर्को चाहिँ तपाईले आफ्नो बडीमा फाइबर हाल्नु भयो जसले आन्द्रालाई भित्रबाट माजेर सफा गर्छ, ठ्याक्कै हामीले भाडा माजे जस्तै। अनि 100 ग्राम्स भनेको धेरै होइन, 3-4 टुक्रा मासु हो, अथवा भनौं हाफ प्लेट सेकुवा। भिडियोको यहाँसम्म आइपुग्दासम्म तपाईँ यति समझदार भइसक्नु भयो कि तपाईले बुझिसक्नु भयो मासुलाई नेसेसिटी होइन, लग्जरी बनाउन जरुरी छ। यसलाई सधैँ खाने दाल भात होइन, कहिलेकाहीँ खाने बर्थडे केक जस्तो सोच्नुहोस्। हेर्नुहोस्, मर्न त हामी सबैजना एक दिन मर्ने नै हो। द सन विल एक्सप्लोड, युनिभर्स विल फ्रीज एन्ड नोबडी विल रिमेम्बर आवर नेम्स। तर त्यतिन्जेलसम्म जिन्दगी जति नै विरक्त लाग्दो भए पनि अलि धेरै बाँच्न पाए रमाइलो हुन्थ्यो होइन त? तपाईको बडी एउटा बायोलोजिकल मेसिन हो जसले बाँच्नको लागि सक्दो कोसिस गरिरहेछ। त्यसैले यसलाई काम गर्न दिउँ र यसमाथि एलियन सुगर र केमिकल बम नखसालौं। त्यही भएर त भन्दैछु आजैबाट ससेजेसको सट्टा होल ग्रेन्स खानुहोस् अनि यो डिएनए विल बी लाइक थ्याङ्क्स बेब। हामी यो भिडियोको अन्तिममा आइपुगेको छौं। यो भिडियोलाई सक्दो शेयर गर्नुहोस् अनि सबैलाई मासु खाँदा के हुन्छ भनेर सचेत गराउनुहोस्। वेल, माया नगरे पनि गरेको जस्तो त देखाउनु पर्यो नि। अलराइट, गुड डे हेयरलेस एप्स।